जिन्दगी हिउँ नदिएको साँच्ची नै हुँदैन थिएन अनि एक्कासी हिमालमा त्यति धेरै हिउँ पनि देखियो हिउँमै सुतियो पनि त्यही पुरै हिउँले पुरेला जस्तो पनि थियो होइन त्यो सबै एक्सपिरियन्सहरू नयाँ थियो र मैले त्यो कुराहरूलाई चाहिँ इन्जोय गरेँ सो आर्ट आउनुभन्दा पनि मैले हरेक स्टेपलाई चाहिँ इन्जोय गरेँ नयाँ अनुभव थियो र त्यो अनुभवहरू बटुलिएँ अनि त्यसले चाहिँ मलाई एक्साइटमेन्ट पनि दियो एक हिसाबले भनौँ होइन हजुरको र हौसला पनि दियो भनौँ नयाँ कुरालाई चाहिँ आफूले एक्सेप्ट गरेर चाहिँ इन्जोय गर्नुपर्ने रहेछ जस्तोसुकै गाह्रो सिचुएसन भयो भने अब यो सिचुएसन त अब कहिले आउँदैन सगरमाथा भनेको जहिले जाने कुरा पनि भएन वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स हो र यो हरेक कदमलाई चाहिँ म अब इन्जोय गर्छु र यादगार बनाउनेछु भनेर चाहिँ अगाडि बढेको हजुर कविता चाहिँ सगरमाथा र लोटसे भिजिट गरिसक्नु भएपछि अब नेक्स्ट डेस्टिनेसन कुनै सोच्नु भएको छ कि छैन अहिलेलाई चाहिँ छैन अब स्पोन्सरहरूले साथ दिनुभयो भने चाहिँ हेरौँ इन फ्युचर के चढ्छु कि तपाईँले भन्नुभयो होइन त्यहाँ एकदमै धेरै गाह्रो थियो अक्सिजनको कमी थियो त्यहाँ पुग्दै गर्दाखेरि म मर्छुवाला थट चाहिँ कतिचोटि आएको थियो बाहिर त्यसको थट आएकै आएन एकचोटि आएको थियो राति हामी ठ्याक्कै 9 बजे उठेर चढेको थियो सगरमाथा अनि ठ्याक्कै बिचमा पुग्ने बेला अक्सिजन चेन्ज गर्ने पोइन्ट आएको थियो अनि म चाहिँ अलिकति धेरै भिडियोहरू खिचिरहेको थिएँ अनि म ग्लोभ्स खोलेको थिएँ अनि त्यो भिडियो खिच्ने क्रममा चाहिँ मेरो हातहरू पनि फिल भएको थिएन कि अनि अब मेरो हात गयो अब चाहिँ अब काट्नुपर्छ अरे कपडाको यो चलेकै थिएन मुभमेन्ट अनि म दाइले पनि भनेँ सो हाम्रो चाहिँ एक्स्ट्रा सक्स एक्स्ट्रा ग्लोभ्सहरू चाहिँ हामीले बोकेर हिँड्नुपर्छ भिज्ने बित्तिकै चेन्ज गरिहाल्नुपर्छ नत्र भए हिउँले खान्छ भनेर अनि दाइले चाहिँ दाइको एक्स्ट्रा ग्लोभ्स दाइले पकेटमा छातीको नजिकै राखिरहनु भयो त्यो तातो पारेर अनि मेरो हातै चलिरहेको थिएन मेरो सबै पन्जा पनि त्यो भिजिसकेको थियो कि म धेरै त्यो ग्लोभ्स खोल्थेँ फोटो खिच्ने भयो अनि दाइले चाहिँ एकछिन आधी घन्टा चाहिँ मेरो हात मार्नमै गयो त्यो चिसो भएर अनि अब चाहिँ मेरो हात काट्नुपर्छ त्यतिखेर त भइसकेको थियो मलाई अनि जस दाइले बचाउनु भयो मेरो यो हातहरू पनि हाम्रै एक्सपिडिसनमा सबमिट गरेको दिनमा पनि तपाईँको एकजना फरेनर व्यक्तिको चाहिँ 10वटै औँला काट्नुपर्ने गरी पनि फ्रस्ट बाइट भएको थियो अनि त्यो देखेर डर लागेर चाहिँ अब मेरो पनि औँला जान्छ चाहिँ लाग्यो त्यतिखेर हजुर त्यो क्षणमा तपाईँले सोच्नु भएको थियो म फर्केर काठमाडौँ पुग्छु यसरी भेटघाट गर्छु भन्नेवाला फिल भएको थियो कि थिएन तपाईँलाई त्यतिखेर के पनि दिमागमा आएको एक त पानी पनि खाएको थिएन खाना पनि खाएको थिएन अनि हजुरको दिमागमा फ्यामिली पनि याद आएको थिएन यति मात्र थियो कि मलाई माथि पुग्नु छ अनि तल झर्नु छ घर सेफली झर्नु छ मात्रै थियो जसरी हुन्छ म घर चाहिँ पुग्नु छ भन्ने मात्रै थियो दिमागमा त्यसले पनि ड्राइभ गर्यो होला मलाई हजुर मान्छेले चाहिँ मर्नुभन्दा अगाडि एक सेकेन्डमा पुरा संसार हुन्छ अरे होइन धेरै कुराहरू सम्झिन्छ अरे त्यति बेला होइन तपाईँलाई चाहिँ त्यो बेला के फिल भएको थियो सबभन्दा धेरै कसलाई सम्झिनु भएको थियो कोही पनि अब जसरी हुन्छ म बाँच्नुको मात्रै हुन्छ इभन क्याप्टनमा फर्स्ट एक्सपिरियन्स मैले अघि हजुरलाई सुनाएँ 7000 फिट मेरो पहिलो थियो र त्यतिखेर मलाई 3 दिन अक्सिजन लगाएर सुत्नुपर्ने थियो मेरो साथी बिराम पनि यहाँनिर छ ऊ नभए मर्थ्यो होला यति मजाले मलाई स्याहार सुसार गर्यो सपोर्ट गर्यो उहाँहरूले एक्सपिरियन्स त्यतिखेर पनि दिमागमा केही पनि हुँदैन जसरी हुन्छ म बाँच्छु र तल झर्छु मात्रै हुन्छ दिमागमा हजुर मलाई चाहिँ त्यस्तो भयो ओके जस्तो कि खर्चको कुरा पनि गरौँ न है थोरै नेपालीहरूलाई अलिक कम पर्छ भनिन्छ तर ठ्याक्कै कति पर्छ भन्ने धेरैलाई आइडिया पनि छैन सो खर्च चाहिँ के कति लाग्ला हजुरको कति खर्च भयो तपाईँको भनौँ न कम्पनी हेरेर हुन्छ अनि अब कति खर्च गर्न सकिन्छ त्यसमा पनि हुन्छ अनि अब कोही चाहिँ बेस क्याम्पदेखि नै अक्सिजन लगाएर जानेहरू पनि हुन्छ मैले क्याम्प 3बाट स्टार्ट गरेको अक्सिजन लगाउन कोहीले 2टा शेर्पा बोकेर जानुहुनेहरू पनि हुन्छ मैले 2टा दिनमै एउटा शेर्पा बोकेर गएँ कोहीको लागि चाहिँ बेस क्याम्पमै देख्नुहुन्छ होला हजुरले खाट पुरै हनीमुन स्विट रुम रग टिभी त्यस्तो पनि हुन्छ पैसा हेरेर तर म चाहिँ पालमा टेन्टमा स्लिपिङ ब्यागमै सुत्थेँ सो मेरो त्यति धेरै खर्च चाहिँ लागेन अरूहरूले अब हेरेर जति खर्च गरेको छ ओके जस्तो कि नेपाल सरकारलाई चाहिँ कतिसम्म पे गर्नुपर्छ नेपाल सरकारलाई चाहिँ पर्मिटको पैसा लाग्यो हजुरको अनि एलो अफिसरको पैसा लाग्छ अनि त्यस्तो खासै सरकारलाई दिनु पर्दैन तर पैसा कहाँ लाग्छ भन्दा लजिङ फुडिङमा लाग्यो अनि शेर्पाको कस्ट लाग्छ अक्सिजनको कस्ट लाग्छ खानाको भयो त्यही माथि सामान बोक्ने हाम्रो बोर्डर दाइहरूको खर्चहरू लाग्यो त्यसले चाहिँ अलिकति महँगो छ हजुर
त्यो पनि हेरि हुन्छ मैले फिक्स भन्नु मिल्दैन मैले तिरेको रेट फेरि अरूहरूले अरूहरूको छुट्टै हुन्छ सो म चाहिँ फिक्स चाहिँ गर्न सकिएन यसमा चाहिँ विश्वभरि नेपाल भनेर चिनिँदैन तर सगरमाथाको देश हो भनेर भने चिनिन्छ अझ नेपाल भ्रमणमा आउने एडभेन्चर टुरिस्टहरूले चाहिँ सबै नेपालीले हिमाल चढेका हुन्छन् हिमाल बुझेका हुन्छन् भनेर सम्झिन्छन् तर साँच्चीकै म सोलुखुम्बुको भए पनि मैले पनि हिमाल चढेको छुइनँ धेरैजनाले हिमालको बारेमा बुझेका छैनन् तपाईँ कलाकार तथा सेलिब्रेटी पनि हो त्यही भएर यो प्रश्न गर्दैछु नेपाल हिमाल अनि यो साहसिक पर्यटनको लागि विश्व बजारदेखि आन्तरिक नेपालीहरूमा पनि प्रचारको लागि अबको भूमिका तपाईँको के हुन्छ एकदमै राम्रो क्वेसन सोध्नुभयो यो क्वेसन चाहिँ मलाई पनि के हुन्थ्यो भन्दाखेरि बाहिर विदेशहरू धेरै घुमियो कतिवटा ठाउँमा नेपाल नाम गरेको देश छ भनेर मान्छेलाई थाहा छैन एभरेस्ट उनीहरूले चिन्छ अनि एभरेस्ट भएको देश भन्दाखेरि चाहिँ चढेछ त तिमीले भनेर सोध्ने कि कति न मेरो घरको पछाडि भएको जस्तो होइन अनि त्यही हो दुःखको विषय पनि हो यो र सुखको कुरा र खुसीको कुरा के भन्दाखेरि चाहिँ यति राम्रा हिमालहरू छ हामीसँग हिमालको देश हो र किन खुसीको कुरा भन्दाखेरि चाहिँ यसबाट पर्यटन व्यवसाय एकदमै राम्रो हुन्छ हरेक वर्ष यति धेरै टुरिस्टहरू आउनुहुन्छ होइन तर अब बाटो देख्दाखेरि तपाईँको ट्रायलहरू अझै राम्रो बनेको छैन त्यो इन्टरनेटहरू पुगेको छैन त्यो गाह्रो छ तर अझै पनि पिक लाइन गर्नलाई चाहिँ नेपालमा आउँछ र म एज अ आर्टिस्टको हिसाबले मैले यसमा के गर्न सक्छु भनेर क्वेसन अनुसार चाहिँ मैले भने यही अब हजुरहरूले मैले बोलाएर यसरी प्रेस मिटहरू गरिरहेको छु इभन मेरो इन्टरनेसनल फलोवर्सहरू पनि हुनुहुन्छ उहाँहरूप्रति पनि अझ जस्तो मेरो मुभी एक्लो मोहीमा जेमी बेकमनलाई थाहा पनि थिएन लोत्से हिमालको बारेमा अनि उसले पनि मलाई एभरेस्टको लागि मात्र कङ्ग्रेचुलेसन गरेको थियो र मैले चाहिँ होइन ब्रो आई अल्सो क्लाइम्ब लोत्से जुन चाहिँ 4th हाइएस्ट माउन्टेन इन द वर्ल्ड जुन चाहिँ नेपालमै छ भनेर मैले चिनाउने मौका पाएँ सो आई थिङ्क कलाकारको हिसाबले बोलेर नै केही गर्न सक्छु होला र आगामी दिनमा मेरो केही राम्रो भइहाल्यो या केही इन फ्युचर भर्खरै ग्रो गर्दैछु राम्रो भयो भने चाहिँ केही कन्ट्रिब्युसनहरू पनि माउन्टेन फिल्डमा गर्ने रहर चाहिँ छ ओके सो कविताजीलाई क्वेसन गरिहालौँ है तपाईँ अब माउन्ट एभरेस्ट चढ्न जानुभयो धेरैजना जस्तो व्यक्तित्वहरू हुनुहुन्छ जसले चाहिँ माउन्ट एभरेस्टलाई प्रतिनिधित्व गरेर गइसक्नु भएको छ र वर्ल्ड वाइड नाम पनि राखिसक्नु भएको छ निम्स गुर्जालाई त झन् हुन्छ नि नेटफ्लिक्सबाट आफ्नो एपिसोड पनि निकालिसक्नु भएको छ तपाईँले हेर्नु पनि भयो होला होइन तपाईँ त्यसकै एक्सपेक्टेसनबाट जानुभएको रहेछ भन्ने कुरा नि थाहा भयो उहाँसँग भेट्ने अवसर भयो कि भएन उहाँहरूसँग कुरा सुन्ने अवसर भयो कि भएन त्योभन्दा अगाडि उहाँलाई रिसर्च गरेर जानुभयो कि भएन के कुरा सिक्न पाइयो पाइएन त्यो चाहिँ अलिकति सुन्न चाहन्छु म फर्स्टमा अलिकति हिमाल चढ्ने ठाउँ त आएको तर जोस आएको चाहिँ 14 पिक हेरेर नै हो अनि हजुरको खासै त्यस्तो हजुरले भन्नुभयो जस्तो मिङमा जेसी दाई हुनुहुन्छ अनि निर्मल गुर्जर दाई अनि तेन्जिङ दाई पनि हुनुहुन्छ 3 जना हुनुहुन्छ जुन कम्पनीबाट म चढेँ र मेरो धेरै सहकार्य र कम्युनिकेसन चाहिँ मिङमा जेसी दाईसँग भयो किन भन्दा निर्मल दाईको चाहिँ एकदमै धेरै अहिले हजुरहरूले सुन्नुभयो होला उहाँ ह्याट्रिक गर्दै हुनुहुन्छ 14 पिक त्यसको व्यस्तताको कारणले गर्दाखेरि पनि राम्रोसँग भेटघाट हुन पाएन तर दाई चाहिँ एकदमै राम्रो कङ्ग्रेचुलेसन म्यासेज मलाई सेन्ड गर्नुभयो अनि खुसी लाग्छ र हामीले त अब उता सुन्ने मात्र हो किनभने अब त्यति धेरै माउन्ट एभरेस्टमा के हुन्छ भन्ने कुरा धेरै थाहा पनि हुँदैन यता होइन कतिवटा इलिगल एक्टिभिटिजहरू हुँदो रहेछ त त्यहाँ अब हामीले त सुन्ने मात्र हुन्छ यहाँ त नराम्रो कामहरू पनि हुँदो रहेछ भन्ने कुराहरू सुनिन्छ तपाईँले सरस्वती आफै भिजिटर भएर हेर्दाखेरि चाहिँ केही त्यस्तो भेट्नु भयो कि भएन नराम्रो काम हाम्रो कम्पनीबाट त त्यस्तो केही पनि थिएन अनि हिमालमा के हुन्छ भन्दा हजुर यस्तो थाकेको हुन्छ मान्छे लडे आफ्नै अगाडि लड्दाखेरि पनि उठाउनु मन लाग्दैन कि झन् बाहिरको कुराहरू अवलोकन गर्ने र निहाल्ने त मौकै पाउँदैन एक त चिसोले टेन्टबाट निस्किनु मन लाग्दैन टेन्टभित्रको भित्रै बसियो आफ्नै शेर्पा दाइले भेट्नु पाउँदैन चढ्ने बेला दाइ आउनुहुन्छ ल जाउँ टाइम भयो भन्नु
भन्नुहुन्छ अनि आइसकेपछि दाइले आफै टेन्टबाट निस्किने नि होइन है भन्नुहुन्छ गाह्रोले गर्दा। अनि त्यस्तो खासै मैले चाहिँ त्यस्तो केही पनि थाहा पाएन। मैले चाहिँ गाह्रो भएर आफू कसरी बचाउँ माथि जाउँ र तल झर्नु मात्रै त्यो मेरो दिमागमा त्यस्तो केही पनि देखिएन वरिपरि भनौँ न। अलिकति नेगेटिभ सन्देशहरू छ त्यो भनेको चाहिँ डेड बडी भनेको चाहिँ सगरमाथा आरोहण गर्दै गर्दाखेरि धेरै नै फैलाउने नेगेटिभ सूचनाहरू भनेको चाहिँ बाटोमा लासहरू भेटिन्छ देखिन्छ भन्नुहुन्छ। त्यो चिज साँच्चीकै तपाईँले चाहिँ कति देख्नुभयो र देख्नुभयो भने त्यो चिजले तपाईँको त्यति बेला माइन्डमा के आयो? सगरमाथा एक सिजनमा चढ्दाखेरि 400 देखि 500 जना मान्छेहरू हुनुहुन्छ। पोर्टर दाजुहरूदेखि लिएर गाइड दाइहरूदेखि लिएर क्लाइन्टहरू अनि एक्सपिडिसन लिडर किचन स्टाफ सबै गरेर 400-500 जना हुन्छ हिमालमा एक सिजनमा चढ्ने बेला। अनि एउटा गाउँमा पनि जनसङ्ख्या त्यस्तै हुन्छ मान्छेहरूको जनसङ्ख्या भनौँ न होइन। अनि गाउँमा कहिले कुन रोग लागेर मान्छेको निधन भइरहेको हुन्छ भने कोही पङ्खा पुग्दै निधन भइरहेको हुन्छ, कोही बाटोमा हिँड्दा निधन भइरहेको हुन्छ। सो रियालिटी अफ लाइफ हो त्यत्रो जनसङ्ख्यामा माथि 2-3 जना एउटा सिजनमा कसैको निधन हुन्छ भने त्यो चाहिँ नर्मलै होला जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यो लेखिएको कुरा पनि हो किन भन्दा अकस्मात हिमालले अब 80 जना मान्छेलाई मार्छु त पाउँदैन, तर मान्छेको भाग्यमा चाहिँ यति टाइमलाइन हुन्छ तिमी अब यतिसम्म मात्रै बाँच्छौ भन्ने लेखेर आएको हुन्छ होला। कोही हिमालमा पर्छ, कोही बाटोमा पर्छ, कोही सुत्दा सुत्दै पर्छ, कोही जन्मिँदै पर्छ। अब त्यसलाई चाहिँ त्यस्तो ठुलो इस्यु गर्नु हुँदैन जस्तो चाहिँ लाग्छ मलाई। तर त्यो चाहिँ प्राइडको कुरा हो किन हिमाल जस्तो मैले मम्मीलाई त्यही भनेको थिएँ मोर्छ नजाऊ मम्मीले भनेर। म बाटोमा हिँड्दै गर्दा गाडीले हालेर निधनहरू र सगरमाथा जस्तो विश्वको अग्लो ठाउँमा मेरो निधन हुनुमा दुईटामा रोज्नुको कुन चाहिँ ठिक हुन्छ हजुरलाई भनेको थिएँ। मम्मी अलिकति रुनु भएको तर अफकोर्स त्यो प्राइडको कुरा हो नि होइन। सो निधन जस्तो कुरालाई त्यत्रो ठुलो इस्यु बनाउनु हुँदैन जस्तो लाग्छ। स्याडको कुरा हो, मान्छेको भाग्यको कुरा हो। त्यही नै हो म यसमा चाहिँ